नामसालिङमा अरू जे भयो भने होइन गाइस, नामसालिङमा सब्जी खेती चाहिँ लास्टै राम्रो गर्दो रहेछ। सब्जी खेती भन्दा नि गाउँमै बसेर गाउँको युवाहरूले गरेको काम चाहिँ मलाई राम्रो लाग्यो। पोलेर खान्छु भनेर राखेको बाख्राको काट्दै या त्यत्तिकै झटा ब्याच। हेलो गाइस, वेलकम ब्याक टु माई न्यू ब्लग। स्वागत छ तपाईँहरूलाई फेरि पनि मेरो ब्लगमा होइन। आजको ब्लगमा चाहिँ अब काम गर्ने ठाउँबाट चट्ट घर लाग्नु आँटेको। काम गर्ने ठाउँ चाहिँ नामसालिङ हो। बेनी मेला लाग्ने ठाउँदेखि अलि माथि इलाम यता पर्छ। इलाम जाने यहाँदेखि इलाम चाहिँ अटोदेखि इलामसम्म जाने। इलामदेखि ट्याक्सीबाट गइन्छ होला। अरू सबै तल ममा जान्छ इलामबाट। म चाहिँ जितपुर सादा पर्यन्त कामहरू यस्तो हानिसकेको छ यहाँ। अब त्यही हो नाली सोर्नु अनि यो रोलर ल्याएर रोड पेल्नु मात्रै बाँकी छ। नामसालिङमा यो चाहिँ चट्टसँगले हाम्रो मिस्टा अब लागिँदैछ। घर गएर पनि डाँड मस्किने गरी मासतल आली लाग्नु पर्ने होला। आज कति साउनको 15-16 गते होला। 15-16 गते यस्तो छ रुम चट्ट लाएर सबै खाली भइसक्यो। लुगाहरू प्याक भइसक्यो। मेरो चाहिँ यो हरियो भएर यताको झोला के छ टोड्के। ओइ बाउला यहाँ हेर त के छ बाजे? पर्फ्युम सिद्धियो कैसे लोग रहते हैं यार यहाँ पर। साला तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा। ओहो भयो म त नानी यता पारि चाहिँ हाम्रो यो बसेको यो चाहिँ पहिला घरै थियो अरे, अहिले चाहिँ गोठो बसेको रुमको तयारको घर चाहिँ यता हो। पोखरी छ। आज बिदा हुँदैछ। यो ठाउँ हुँदैछ। यो ठाउँबाट नामसालिङ बाई। नामसालिङमा अरू जे भयो भने होइन गाइस, नामसालिङमा सब्जी खेती चाहिँ लास्टै राम्रो गर्दो रहेछ। सब्जी खेती भन्दा नि गाउँमै बसेर गाउँको युवाहरूले गरेको काम चाहिँ मलाई राम्रो लाग्यो। सब्जी भने चप खोर्सानी बिँ काँक्रा अनि अलैँची पनि धेरै रहेछ। अलैँची धेरै हुँदो रहेछ। अलैँची चाहिँ ओभर। सब्जीहरू पनि त्यो धेरै नै हो क्या। अनि धेरै नै हो नि, थोरै मात्रै त रोप्दैन रहेछ नि त नामसालिङमा। त्यही हो चट्टाई यस्तो छ यहाँनिर। यो खाली ग्यास चुल्हा यतै फाल्दिनु नि। ओहो हिजो पोलेर खान्छु भनेर राखेको बाख्राको काट्दै या त्यत्तिकै झटा ब्याच। बिर्सिनु नि गाह्रो छ हौ। अब यो चाहिँ कलर लगाएर खानु हुन्छ होला। हिजो चाहिँ यहाँनिर राम्रै भएको थियो कार्यक्रम। हट्दैन त्यो अर्को बोरामा लानु। नमस्ते दाजुबो भन्नु भने एउटा चाहिँ बोरा चाहिँ दिन्छु। अब त्यो फर्म चाहिँ के गर्ने लानु? जहाँ चाहिँ यो 20 रुपियाँमा पाउँदैन यहाँ शीतली गरेर किन्दा यो प्लास्टिक पनि लानु। काम दिन्छ यो फर्म र त्यो प्लास्टिक हाल्नु न बोरामा लाने भने। मेरो चाहिँ लुगा हाली लिएँ। त्यहाँ के छ ज्याकेट छ त्यति हो। थोरै बेर बसिएन अब घर लाग्दैछ। बाजे हानिदिनु न। बाजे कहाँको डन थाहा छ मलाई? बाजे डन हो नि फेरि। अब चाहिँ हामी इलाम जान्छौँ।
सो हेलो गाइस होइन मैले चाहिँ ब्लगको केही पनि हाल्न पाइनँ गाडीले मातेर सिन त यस्तो बगाल थियो नि अब के भन्नु त देखाउन पाएन गाडीले मात्र टाउको दुखेर आएर माथि दाइभाइको म लुकै सुति हालेर अन्त 8 साढे 8 होला घर लाग्दैछु त्यहाँदेखि घर पुग्नु चाहिँ निकै लाग्छ नि त बेसी अन्त बेसी जाँदैछु अनि हिजो टाउको दुखेर क्या बाटो फेरि यस्तो होइन तपाईँहरूलाई थाहा छ होला इलामतिर नेपाल टारदेखि मङ्गलबारको बाटो यस्तो हिलो बाटोमा मैले गाडी चढेको थिइनँ फर्स्ट टाइम मलाई पहिला पनि चढेको थिएँ तर त्यति साह्रो हिलोमा चढेको थिइनँ अनि सेता दिन्छ अहिले त अलिअलि अनि आएर नमी झरेर चिया बारेको थिइनँ अनि बबाल चाहिँ देखाउनु पाएन त्यसको लागि म सरी भन्न चाहन्छु गएर अहिले चाहिँ म बिहान पनि 8:30-9 बजीसम्मलाई उठेर लाग्दैछु घर सो गाइस होइन पहाडको बाटो चाहिँ यस्तै हुन्छ बर्खामा बिचमा रोड साइडमा पुरै घाँस रहेछ बर्खामा त्यस्तै हो घाँसले पुरै घेरिसकेको हुन्छ यता साइडमा चाहिँ चियाबारी छ अब म तल पुगेर म देखाइदिन्छु तपाईँहरूलाई छैन बाटोहरू हिलोले चियाबारी चाहिँ यहाँ हल्का टुक्रा यस्तो छ सो गाइस अहिले चाहिँ म घर पुग्न आँटेँ लगभग 7 कति भएको छ अनि यहाँको सिन चाहिँ हेर्नु ल कति राम्रो छैन यो कोलाबारीले छेक्छ है यतिको चाहिँ छ ल गोरु चढ्दो रहेछ बाजेहरूको होला बाटो यस्तै छ तलसम्म अब यहाँ तलदेखि चाहिँ यहाँ ठुलो बाटो खनेको छ होला यो पनि पोहोर मात्रै खनेको ठुलो बाटो यस्तो यो यहाँदेखि यो भित्रदेखि यता यहाँ तलसम्म छ नि त बाटो त गाडीमा कुदेर अन्त यतिको चाहिँ छ है चट्ट यहाँदेखि चाहिँ अलिक ठुलो बाटो छ खनेको यो यसपालि खनेको होला कस्तो ब्लर देखाएको ठिकै छ यहाँदेखि निकै तलसम्म खनेको होला नाली पनि कटाइदिएको रहेछ अलिअलि भित्तामा मान्छेले खनेको सोरेको मजा तात्रै देख्छु त यस्तो छ है बाटोको सिन फेरि यहाँदेखि भोगाल्दैन रहेछ आहा फाइनली म चाहिँ घर पुगिसकेँ अब अर्को भिडियो बनाउँदैन किनकि मान्छे हुन्छ मलाई लाज लाग्छ ओके बाई बाई गाइस भिडियो कस्तो लाग्यो
राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर राम्रो त कुरै त त्यही पनि लाइक कमेन्ट चाहिँ गरिदिनु होला सब्सक्राइब चाहिँ फर्स्ट टाइममा गरिदिनु होला है त